कार्यक्रममा यहाँलाई हार्दिक स्वागत। थ्याङ्क यू। त्यसो त यति धेरै हामीले गफ गरिसकेका छौँ, अब गफको कुनै त्यस्तो शीर्षक पनि बाँकी छैन, प्राय सबै भइसकेको छ। त्यसमाथि अहिले यो फिल्मको रिलिजको सङ्घारमा आइरहँदा जसरी यहाँ मिडियाहरूमा छाइरहनु भएको छ र लामा जुन इन्टरभ्यूहरू दिनुभएको छ, मैले सोध्ने प्रश्नहरू पनि सबै त्यसमा आइसकेका छन्। त्यस कारणले गर्दा अब आज चाहिँ हामी अलिकति रमाइलो गर्ने मुडमा छौँ। सबैभन्दा पहिला चाहिँ यही नरसिम्हाबाटै कुरा सुरु गर्न चाहेँ मैले। यो नरसिम्हा भन्ने चाहिँ को हो त? तपाईँ हो कि उहाँ हो कि अरू कोही हो कि? त्यसको लागि त्यो जेठ 9 गते कुर्नुपर्ने हुन्छ होइन, किनकि यो चलचित्रको मेरुदण्ड भनेकै यसको चलचित्रको रहस्यमय चिजहरू हो होइन, र त्यसको साथसाथमा अन्यहरू जुन विभिन्न भावनाहरू यहाँ देखाइएका छ कि आक्रोश छ, रिभेन्ज छ, इमोसन्स छ, फ्यामिली ड्रामा छ, अहिले हाम्रो समाजमा विद्यमान अब राजनीतिक उतार चढावबाट लिएर सामाजिक समस्याहरूबाट लिएर त्यसलाई कुनै न कुनै पाटोमा चाहिँ देखाइएको छ होइन। तर नरसिम्हा चलचित्रको कुरा आउँदाखेरि म खासै चलचित्र गर्ने एकदमै तयारीमा चाहिँ थिइनँ कि। अनि तपाईँले भने जस्तो 7-8 वर्षसम्म त्यो मेरो एउटा ग्याप भइसकेको थियो। फेरि त्यो 7-8 वर्ष म एकदम निष्क्रिय भएर चलचित्र गरिनँ, अब निष्क्रिय भएँ, गर्नु पर्यो भन्ने परिस्थिति पनि मेरो त्यो रहेन होइन। सक्रियता चलचित्र नगरे तापनि अन्य कुराहरूमा सधैँ सक्रिय भइरहेँ, समयको अभाव रहि नै रह्यो। अझ एउटा बिन्दुमा पुग्दाखेरि त अब चलचित्र गर्ने नै हो भने पनि म समय दिन सक्छु र भन्ने मनस्थितिमा पनि पुगेको थिएँ। एउटा चलचित्रलाई कन्टिन्युस 40-45 दिन या 30 दिन त दिनै पर्ने हुन्छ। र बिचबिचमा अब चलचित्रको अफर नआएको पनि होइन। तपाईँलाई थाहा नै छ, तपाईँ त सुरुवातदेखि नेपाली चलचित्रलाई निहाल्दै आइरहनु भएको छ। नेपाली चलचित्र क्षेत्रमा पनि बागमती मुनि जति पानी बगिसकेको छ त्यति बगि नै सकेको छ। अब अहिले आएर हामीहरू जुन चाहिँ नि राम्रो पनि हो, नेपाली चलचित्रको एक हिसाबले विषयवस्तुको हिसाबमा चाहिँ नि दायरा फराकिलो पनि भएको छ। विभिन्न विषयवस्तुमा हामी चलचित्रहरू बनाइरहेका छौँ र विभिन्न विषयमा हामी बनाइ मात्रै रहेका छैनौँ कि दर्शकहरू पनि विभिन्न विषयवस्तुलाई ग्रहण गर्न तयार भइसक्नु भएको छ। त्यसैले यो बदलिदो परिस्थितिमा चाहिँ नि विभिन्न विषयवस्तुमा, विभिन्न चरित्रमा विभिन्न टिमहरू आएर मलाई अफर गर्नुहुन्थ्यो। अनि कता आफूलाई सूचित नबुझा जस्तो हुन्थ्यो कि। बरु विगतमा चाहिँ नि म आएको चलचित्र प्रायः सबै गर्थेँ। त्यो गर्नुको कारण किनभने मेरो भूमिका साथै निर्धारित भइ नै हाल्थ्यो। कहिले के चरित्र, कहिले के चरित्र, कहिले के परिस्थितिमा त उभ्याइन्थ्यो, मोटामोटी त्यसरी बग्थ्यो। त्यसैले हालसाल चाहिँ म चलचित्रहरू गरिरहेको थिएँ कि। कसैले के सब्जेक्ट लिएर आयो, कहिले सब्जेक्ट चित्त नबुझ्ने, कहिले टिम चित्त नबुझ्ने, कहिले आफूलाई दिएको चरित्र चित्त नबुझ्ने। यसमा चाहिँ के चित्त बुझ्यो? अनि त्यसपछि अब दिवाकरजी आउनुभयो। 1 वर्ष अगाडि आएर दाइ एउटा चलचित्रमा खेल्नु पर्यो भनेर भन्नुभयो। त्यो बेलासम्म पनि, उहाँलाई भेट्ने बेलासम्म पनि म चलचित्र बनाउने मनस्थितिमा थिइनँ, किनकि अब दिवाकरसँगको मेरो भेटघाट चाहिँ नि थर्ड पार्टीले अरेन्ज गरिदिएको थियो। मैले भने अब भेट्दैमा के फरक हुन्छ र, दिवाकरजीले भेट्न चाहनु भएको छ, गएर भेटौँ, सुनौँ, सुन्दैमा के फरक हुन्छ र हेरौँ भन्ने मनस्थितिमै गएको थिएँ कि। एकदम चलचित्र गरिहाल्छु भन्नेमा गएको थिएँ। अनि उहाँले कथा सुनाउनु भयो मलाई। कथा सुनाइसकेपछि कता मलाई कथामा इन्ट्रेस्ट अलिअलि जाग्यो के। तर त्यस पश्चात पनि मैले उहाँहरूलाई भनिरहेको थिएँ, हेर्नुहोस् सायद समयको समस्या होला, अहिले चलचित्र गरिहाल्नु भन्ने मनस्थितिमा पनि म छैन, मैले गर्नु नै पर्छ र यो अरू कसैले गरे पनि त होला नि भन्ने टाइपको गर्दाखेरि, होइन दाइ यो जुन भूमिका हो त्यो भूमिकामा चाहिँ नि तपाईँले नै गरिदिनु पर्ने भयो। अनि त्यस पश्चात हामी करिब 3 महिना जस्तो ब्रेन स्टोर्मिङ गऱ्यौँ। हरेक इन्टरभलमा उहाँसँग भेट्ने, एउटा संस्करण पढेपछि अनि यसको क्लाइमेक्स त अझ अधुरो छ नि, त्यसलाई कम्प्लिट बनाउनुहोस् न। अनि दाइ त्यो कम्प्लिट बनाउँछु भने ल फेरि कम्प्लिट बनाएर ल्याउनुहोस् भन्यो। फेरि क्लाइमेक्स सहितको कम्प्लिट ल्याउनु भयो। फेरि पढेँ, एकदम पाटो गरिकन पढ्यौँ, छलफल गऱ्यौँ होइन। अनि आखिर पोइन्टसम्म पनि मैले दिवाकरजीलाई चाहिँ नि मेरो आवश्यक छ र, किनकि म पनि जबदेखि डाइरेक्टरले चाहिँ नि होइन तपाईँ नै चाहिन्छ भन्नुभयो भने कहीँ न कहीँ त्यो चरित्रमा चाहिँ नि मलाई नै उहाँहरूले एकदम फिट ठान्नु भएको, अप्सन नराख्नु भएको भन्ने हुन्थ्यो। अनि कुरा गर्दै जाँदाखेरि त्यही नै भन्नुभयो। अब फेरि दिवाकरजी अर्को कुरा के भयो भने उहाँ अब नौलो व्यक्ति होइन मेरो लागि। एउटा कुरा जस्तै 7-8 वर्षको अन्तराल पछाडि जुन यहाँको यो कमब्याक छ नि, के फरक पाउनुभयो? अब सुरुवातमा गर्दाखेरि चाहिँ अब एउटा ग्याप भइसकेको थियो,
तर ग्याप भए पनि अब क्यामेरा फेस त गरि नै रहेको थिएँ नि म कहिले म्युजिक भिडियो गरेँ कहिले टेलिभिजन कार्यक्रमहरू गरिरहेको थिएँ कहिले के गरिरहेको थिएँ मेकअप गर्ने क्यामेरा फेस गर्ने कार्य त भइ नै रहेको थियो तर त्यही पनि एउटा फुल फ्लेज चलचित्र एउटा चरित्रमा उभिएर चाहिँ नि भइरहेको थिएन पहिलो दोस्रो दिन जाँदाखेरि चाहिँ अलिकति एउटा ग्यापमा सुरु गरेको अलिकति भनिन्छ नि त्यो सुतेर उठ्दाखेरि जिउ तन्काउनलाई अलिकति समय लागेको जस्तो तर एकचोटि तन्केपछि फेरि कस्तो लाग्यो भने यो ग्यापै भएको थिएन कि जस्तो कि निरन्तर सुटिङ गर्दै गयौँ सायद अब गर्दै आएको थिएँ यो ग्याप त हुँदै भएको थिएन किनकि अब क्यामेराम्यान पनि मसँग धेरै फिल्म गरेको क्यामेराम्यान हुनुहुन्छ दिवाकर भट्टराईजी अन्य टिम पनि एउटा असाध्यै चिरपरिचित अनि त्यसपछि असाध्यै सहज भयो अनि अब नयाँ नयाँ अनुहार पनि केही हुनुहुन्छ होइन उहाँहरूसँग काम गर्दाखेरि पनि मजा आयो